नमस्कार। अहिले जसरी चुनावको माहौल नजिकै गइरहेको छ त्यसरी नै नेताहरू घर दैलो कार्यक्रमहरूमा हिँडिरहेका छन् चुनावमा भोट माग्नको लागि। त्यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि झापा अथवा विभिन्न ठाउँहरूमा घर दैलो कार्यक्रममा हिँड्दै गर्दाखेरिमा एकजना व्यक्तिले शेरबहादुर देउवाको घरमा जलेको पैसाको विषयमा तपाईँ के भन्न चाहनुहुन्छ भनेर प्रश्न गर्दाखेरिमा उहाँले यस्तो भन्नुभएको छ। भिडियो जस्ताको त्यस्तै हेर्नुहोस्। शेरबहादुरको घरबाट पैसा निस्किएको देखाएको थियो नि, त्यो अर्कै देशमा कहीँ कतैको के बनाएर त्यो एआई भन्छ आजकल, त्यसले फोटाहरू बनाउँछ, त्यसले हाल्छ। अनि यस्तो भेटियो देखियो भनेर एउटा 1000 को नोट यसो देखाउँदै हिँडेको चाहिँ मैले देखाएको थिएँ। यो जलेको नोट भेटियो। अब 1000 को नोट जलेको त गरिबकोमा पनि यसो भेटिन सक्छ नि त। जबकि त्यो भिडियो बाहिरसँगै सिधा कुरा जनतासँगको टिमले गएर त्यो भिडियोहरूलाई जस्ताको त्यस्तै खिचेर निकालेसँगै समाजमा एआई निर्मित भनेर जब भरम छरियो, त्यसपछि त्यो भिडियोलाई टेक पानाले अनुसन्धान गरेर यो भिडियो साँचो रहेको, एआई निर्मित नभएको भनेर प्रमाणित गरिसकेको छ। यो भिडियो पनि हेर्नुहोस्। शेरबहादुर देउवाको घरमा पैसा भेटिएको भिडियो एआई निर्मित भन्ने केपी शर्मा ओलीको दावी अपुष्ट हो। शनिबार झापाको कमल गाउँपालिका 1 मा आयोजित घर दैलो कार्यक्रममा एक मतदाताले जेनजी आन्दोलनका क्रममा नेताका घरबाट डलर र पैसाका बिटा जलेको र भेटिएको घटनामा किन मौन बसेको भनी प्रश्न गरेका थिए। जवाफमा एमालेका अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा पैसा भेटिएको भनेको भिडियो एआई प्रयोग गरेर बनाइएको दावी गरेका हुन्। त्यसपछि सत्य तथ्य सबै बाहिर आइसकेपछि पनि यिनले अझै पनि समाजमा भरम छर्दै हिँडिरहेका छन्। यत्रो अझै पनि मान्छेले सोद्धाखेरिमा मान्छेलाई थाहा भइसकेको छ, जनतालाई सबैलाई थाहा भइसकेको छ यो पैसा असली थियो, बोरा कुन्टलका कुन्टल पैसा राखेको रहेछ। आगलागी भयो, आगलागीमा त सबै मान्छेहरू जाँदाखेरिमा सबैले देखे, प्रकाश त भयो, सबैले देखेछन्, सबैलाई थाहा छ। त्यही पनि अझै यिनले भरम छर्दै हिँडिरहेका छन्, अझै पनि एआई निर्मित भन्दै हिँडेका छन्। यिनले जनतालाई अझै पनि ढुङ्गे युगमा, जनता अझै ढुङ्गे युगमा बाँचिरहेका छन्। यिनलाई केही पनि थाहा छैन टेक्नोलोजी कहाँबाट कहाँ पुगिसक्यो। यिनी आफू बरु अझै ढुङ्गे युगमा छन्, तर जनता धेरै अगाडि गइसक्यो भन्ने कुरा यिनलाई अझै ज्ञान छैन। हेर्नुहोस्, अझै पनि एआई निर्मित हो, यस्तो हो उस्तो हो भनेर चाहिँ जनतालाई भरममा राख्न खोजेका छन्। यसरी ढाँटेर, यसरी जनतालाई चाहिँ भरममा राखेर अब यिनको केही हुनेवाला छैन। जनता धेरै सचेत भइसकेका छन्। अब जनताले यिनलाई पत्याउँदैनन्। अब यस्ता झुट, यस्तो चाहिँ यिनी जस्ता मान्छेहरू अब जनताले एक्सेप्ट गर्नेवाला छैनन्। यिनका झुट सबै बाहिरिसकेको छ, यिनका काण्ड सबै बाहिरिसकेको छ, यिनी कस्ता मान्छे हुन् भन्ने कुरा पनि सबै जनताले जानिसकेका छन्। त्यसैले अब जति भरम छरे पनि जनताले पत्याउनन्। दुःख नपाउँदा हुन्छ। जति तिमीले भरम छर्दै जान्छौ त्यति तिम्रो इमेज डाउन हुँदै जाने हो। त्यति चाहिँ भोलि बिहान हुन त तिमी यसै पनि जित्दैनौ, हार्ने नै हो। त्यही पनि समाजमा अलिकति अनुहार देखाएर हिँड्न लायक चाहिँ झुट नबोले बचौला। अब बाँकी जिन्दगी धेरै त बाँच्दैन होला, जति बाँच्छ त्यति चाहिँ राम्रो काम गरेर समाजको लागि, जनताको हितको लागि सोच्यौ, राम्रो काम गर्यो भने चाहिँ थोरै भए पनि जनताले यति भए पनि एउटा कुनामा तिम्रो लागि थोरै माया देखाउलान्। होइन भने तिम्रो जिन्दगी सकिएको।